बैगन टोस्ट बनाउनको लागि सबसे पहिले हामीले बैगनलाई धोएर यसरी नै गोलो गोलो गरेर काट्नेछौँ। हामी यसलाई सबै यसै गोलो गोलो गरेर काटिसकेपछि हामीले एक मसला रेडी गर्छौँ। बेसन, चामलको पिठो और मैदा और यसमा धनिया पाउडर, गरम मसला और चिल्ली पाउडर छ। मैले देखाउन भुलेँ हजुरहरूलाई। नुन पनि छ। यसलाई थोरै थोरै पानी हालेर मसलाको ब्याटर राम्रोसँग गाढा बनाएर हेर्नुहोस् मसला भयो रेडी। अब यो रेडी मसलालाई काटेर राखेको बैगनलाई हामीले यसरी नै लगाएर राख्नेछौँ। एक एक गरेर यसरी नै लगाएर हेर्नुहोस् अर्को बर्तनमा राख्नेछौँ। ल सबैलाई नै यसै गरेर राख्नेछौँ। यसरी सबैमा लगाइसकेपछि हामीले एक प्यानमा तेल हालेर पनि गरम गर्न राखेको छु मैले। यसलाई हेर्नुहोस् सबैमा यसरी मसला लगाए। सबैमा लगाइसकेँ हेर्नुहोस्। अब प्यानमा थोरै तेल हालेर राखेको थियौँ। ल यसरी नै पल्टाउने और माथिबाट अलिअलि तेल लगाइदिने। हेर्नुहोस् यसरी नै पल्टाएर एक एक गरेर अलिअलि तेल लगाइदिए। यसै गरेर सबैलाई नै निकालेर राख्ने रेडी भयो बैगन टोस्ट। र भात र रोटीको साथमा खान सक्नुहुन्छ। भातको साथमा धेरै नै मिठो हुन्छ। ल रेडी भयो, सर्भ गरेँ मैले। बनाएर ट्राई गर्नुहोला। ओके, थ्याङ्क यू वाचिङ फर